स्वागत गर्न चाहन्छौँ। स्वागत छ हाम्रो बुकारेस्ट नेपाली चर्चमा। हस्, धेरै धन्यवाद भाइ। जुन चाहिँ हाम्रो यो कार्यक्रम भएको छ रोमानियामा, जुन चाहिँ यो 3 दिनको कार्यक्रम हामीले राम्रोसँग गर्न सक्यौँ र यी कुरा गर्दाखेरि हाम्रो युरोपको धेरै देशहरूबाट चाहिँ हाम्रो नेपाली दाजुभाइहरू आउनुभएको छ र तपाईले चाहिँ अब यहाँ रोमानियामा धेरै नेपालीहरू जो कामको लागि आउनुभएको छ है, अनि उहाँहरू चाहिँ जबको कारणले गर्दाखेरि त्यस पछाडि उहाँको जुन चाहिँ कम्पनीले निकालिदिने, रिलिज दिने, त्यसपछि काम नपाउने विभिन्न, अनि त्यस पछाडि आएर यो धेरै लागत लगाएर चाहिँ रोमानिया छिर्नु भएको छ। जुन उद्देश्यले उहाँहरू आउनुभएको छ, त्यस्ता हाम्रो नेपाली दाजुभाइहरूलाई चाहिँ तपाईँले के प्रकारको चाहिँ इन्करेज उहाँलाई चाहिँ हौसला दिन चाहनुहुन्छ? हजुर, धेरै धन्यवाद भाइ यो मौका मलाई दिनुभएको लागि। म विशेष गरिकन हामी आफ्नो देशलाई छोडेर, देश परिवारलाई छोडेर हामी यसरी विदेशमा केही काम गरौँ, केही रुपियाँ पैसा कमाऊँ, केही आफ्नो फ्युचरको लागि या परिवारको फ्युचरको लागि आउने दिन चाहिँ सुखमय होस् भन्ने प्रकारले हामी आएका हुन्छौँ। तर कतिचोटि हामी यसरी विदेशमा आइराख्दाखेरि अभियसली पनि कतिवटा गाह्रोपनहरू हुन गइदिन्छ, कति कठिनाइ हुन्छ, कम्पनीहरू छुट्ने हुन जान्छ। यस्तो अवस्थामा चाहिँ म आफै पनि कोरियामा गएर बस्दाखेरि चाहिँ म आफै पनि त्यस्तो बेलामा समस्यामा परेको थिएँ र त्यहाँ चाहिँ केही दाजुभाइहरूले हामीलाई चाहिँ सेल्टर खोजेको थियौँ र सहायता पुर्याएको थियो। त्यस्तै नै यहाँ पनि एउटा असल मित्र, असल साथी, जसले धेरैजना खराब मित्र मान्छे सम्बन्धमा हुनुभन्दा बरु थोरै मान्छे असल भइदिने, कुरा बुझिदिने, त्यस्तो अवस्थामा बुझिदिने भइदियो भने धेरै हदसम्म हामीलाई सजिलो हुन्छ। कतिचोटि सानो सहायताले पनि हामीलाई रोकिरहेको हुन्छ। त्यस्तोहरूलाई अभियसली पनि यहाँ कतिजना परिराख्नु भएको छ, भइराख्नु भएको छ भने म त्यस्तोहरूलाई चाहिँ के भन्न चाहन्छु भने, विशेष गरिकन यहाँ रोमानियामा म पनि आएर हेरेँ, अनि यहाँ मण्डलीहरू हुनुहुन्छ, उनीहरूमा धेरै जवानहरू हुनुहुन्छ जो चाहिँ यसरी भलिन्टरी रूपमा सहायताहरू पुर्याइराख्नु भएको हुन्छ र कतिजनाहरूलाई कसरी काम गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ। उहाँहरूलाई म त्यस्तो अवस्थामा हुनुहुन्छ भने या भविष्यमा भए तापनि त्यसरी सम्पर्क गर्नुहोस्। हाम्रो जवान भाइहरू हुनुहुन्छ, यहाँ जसरी इन्टरभ्यू लिइराख्नेहरू हुनुहुन्छ, अरू भाइहरू हुन्छ, यसरी हजुरहरूले यसरी सम्पर्क राख्नुभयो भने हजुरहरूले कति समयमा म ग्यारेन्टी त भन्न सक्दिनँ, तर अवश्य पनि हामी सकेको सहायताहरू तपाईँहरूलाई हामी पुर्याउनेछौँ। हामी त्यसको लागि यहाँ छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई अर्को कुराहरू पनि मलाई सोध्ने मन लाग्यो। हजुर हजुर, त्यो चाहिँ तपाईँले जुन चाहिँ युकेमा धेरै नेपालीहरू हुनुहुन्छ, हजुर, त्यहाँ जुन प्रकारले तपाईँले त्यहाँ सेवा पुर्याउनु भएको छ नेपाली दाजुभाइहरूको निम्ति, र रोमानियामा पनि यो आवश्यक देखिन्छ। हो एकदमै, किनकि यस्तो हाम्रो नेपाली दाजुभाइहरूलाई यो आवश्यकताको खाँचो छ। काउन्सिलका कुराहरू भयो होइन, अनि हामीले गएको समय पनि हामीले होस्टेलहरू भिजिट गऱ्यौँ, त्यहाँ हामीले समस्याहरू देख्यौँ। कतिजनाले काम नपाएर बसेको, त्यसपछि स्यालेरी नपाएको, कार्ड नबन्ने विभिन्न समस्याहरू हामीले देखेका छौँ। त्यस्ता नेपाली दाजुभाइहरूलाई चाहिँ तपाईँले अझै यसलाई चाहिँ कुन प्रकारले अगाडि बढाउन चाहिँ तपाईँले चाहिराख्नु भएको छ? एकदमै राम्रो प्रश्न गर्नुभयो भाइ। हामीले युकेमा चाहिँ कसरी गरेको छौँ भने, हामी कतिजना अभियसली म चाहिँ चर्च जान्छु, म यीशु ख्रिस्टलाई विश्वास गर्छु, तर हामीसँग कतिचोटि अरू त्यहाँका लोकल स्थानीय पास्टरहरू कतिजना पनि हुनुहुन्छ। त्यसरी समस्या परेको बेलामा हामी पनि कतिचोटि समाधान गर्न सक्दैनौँ, हामीलाई पनि थाहा हुँदैन। त्यस्तो अवस्थामा हामीले उहाँहरूसँग सहयोग लिन्छौँ र यस्तो अवस्थामा परेको सहायताहरू, कानुनी झन्झटमा कतिवटा परेकालाई हामीले कोसिस गर्छौँ। त्यस्तै नै यहाँ रोमानिया पनि हामी प्रकारले आइराखेका हुन्छौँ। धेरै प्रकारको समस्या हुन्छ, सानो हुन्छ, तर हामीले निभाउन सकिरहँदैनौँ। त्यस्तो बेलामा कसैको सहायताले एकदम सजिलो हुन्छ। जसरी त्यसका कारणले यहाँ पनि त्यस्तोहरू छन् भने तपाईँहरू सम्पर्कमा आइदिनु भयो, हामीहरूसँग सम्पर्क, यहाँ भाइहरूसँग सम्पर्कमा आइदिनु भयो भने त्यस्तो तपाईँहरूलाई परेको समस्याको समाधान गर्नलाई सक्नुहुन्छ। स्थानीय रूपमा परिचित हुनुहुन्छ, चिन्न जान्नुभएको छ, त्यसरी समाधान गर्न सहायता मिल्छ। त्यस कारण जोडिनु हुन हामी अनुरोध गर्छौँ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले जुन कुराहरू राखिदिनु भयो र हामीलाई एउटा हौसला मिलेको छ। तपाईँहरू युकेबाट आएर रोमानियामा आएर चाहिँ हामीलाई यो प्रकारको इन्करेज गरिदिनु भएको छ, अनि हामीलाई यो आवश्यकता पनि छ। अनि हामीले ती मानिसहरूलाई कसरी हुन्छ सम्बन्ध निर्माण गर्दै उनीहरूलाई चाहिँ खाँचोमा परेकाहरूलाई चाहिँ सहायता गर्दै हामी अगाडि बढिराखेका छौँ। र जुन चाहिँ आज यो समय तपाईँसँग चाहिँ हामीले बातचित गर्ने मौका पायौँ र कसरी अझै यी
कामहरूलाई अगाडि बढाउने भन्ने विषयमा पनि हामीले कुराकानी हामी पक्कै पनि गर्नेछौँ पछिल्लो समयहरूमा र हामी सम्पूर्ण यस भिडियो हेरिराख्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई पनि म यही भन्न चाहन्छु जति पनि रोमानिया छिरिसक्नु भएको छ र कतिजनाहरू रोमानिया छिर्दै हुनुहुन्छ तपाईँहरूले तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ हामीलाई चाहिँ तपाईँहरूले भेट्न सक्नुहुनेछ र हामीले गर्न सक्ने साथ सहयोग हौसला हामीले के गर्न सक्छौँ त्यो हामी पक्कै नै हामी गर्न सक्छौँ होइन सर एकदमै एकदमै हामी त्यसको लागि तयारी छौँ यो चाहिँ एउटा कुरा के हो भने हामी आफ्नै दाजुभाइ हामी भएको कारणले हामी एउटा दाजुभाइले अर्को दाजुभाइलाई कुनै गाह्रो अप्ठ्यारो पर्दा हामी कसरी गर्न सक्छौँ किनकि हामी सबै नै विदेशमा छौँ त्यो समस्यामा म पर्न सक्छु हजुर पर्न सक्नुहुन्छ कोही पनि पर्न सक्छौँ भने त्यो समस्यामा हामी दाजुभाइ नेपाली भाषी नेपाली दाजुभाइ मिलेर नै हामी समाधान गऱ्यौँ र हामी समस्याबाट उज्रौँ र फेरि भविष्यको सुनौलो भविष्य हामी बनाउन आएका छौँ त्यो बनाउन सकौँ भन्ने नै हामी सबैको उद्देश्य हो होइन त भाइ हजुर धेरै धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद यो समय दिनुभएको लागि र आउने दिनहरूमा अझै हामी जोडिएर हामी नेपाली दाजुभाइहरूको बिचमा ती समस्याहरूलाई अझै खोतल्दै ती समस्यालाई समाधान गर्दै हामी सबैजना एकजुट भएर हामी जाने बाचाका साथ हामी अझै आउने भिडियोहरूमा आउने दिनहरूमा तपाईँलाई पक्कै पनि यी जानकारीहरू हामी प्रवाह गर्नेछौँ हस् त्यस कारणले तपाईँहरू जोडिनुहोस् र कुनै त्यस्तो भएको छ सम्पर्क गर्नुहोस् त्यहाँ ठेगानाहरू सम्पर्क नम्बरहरू आएको छ प्लिज 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 हामी तपाईँहरूलाई कस्तो सक्छौँ हामी त्यो सहायता गर्नको लागि तयारी छौँ त्यस कारण तपाईँहरू जोडिनुहोस् हामीसँग सम्पर्क गर्नुहोस् भन्नलाई हामी चाहन्छौँ धेरै धन्यवाद धेरै धेरै धन्यवाद सर हस् धेरै धन्यवाद